T20 वर्ल्ड कप 2026 खेल्न गइरहेको नेपाली क्रिकेट टिमले आफ्नो दोस्रो वार्म अप म्याच पनि एकदमै शानदार रूपमा जित हासिल गरेको छ। 162 रनको लक्ष्य पाएको नेपालले 18 ओभरमा 4 विकेटको समाप्तिमा सजिलै त्यो लक्ष्य भेटायो। ब्याटिङ तर्फ कुरा गर्दा आसिफ शेखले एकदमै उत्कृष्ट पाली खेलेका छन्। 29 बलमा 58 रन, त्यसैगरी सन्दीप जोराले 30 बलमा चाहिँ 44 रन, त्यसैगरी गुलसन झाले 25 बलमा 31 रन। त्यसैगरी बलिङ तर्फ कुरा गर्दा सन्दीप लामिछानेले 4 ओभरमा 2 विकेट लिएका थिए भने कुशल भुर्तेलले पनि ओपनिङमा नचले पनि उनले बलिङ तर्फ पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। 3 ओभरमा 2 विकेट समेत लिएका थिए। पहिलो म्याचमा चाहिँ 7 विकेटको शानदार जित हासिल गरेको थियो भने आजको दोस्रो म्याचमा चाहिँ 6 विकेटले शानदार जित निकालेको छ। आजको म्याचको कुरा गर्दा 162 रनको लक्ष्य पाएको थियो र 18 ओभरको समाप्तिमा 4 विकेटको क्षतिमा नेपालले सजिलै उक्त लक्ष्य भेटायो। र ब्याटिङ तर्फको कुरा गर्दा आजको म्याचको आसिफ शेखले 29 बलमा चाहिँ 58 रन हान्दै उनी रिटायर आउट भएका थिए भने त्यसपछि सन्दीप जोराले चाहिँ 30 बलमा 44 रन र त्यसपछि गुलसन झाले चाहिँ 25 बलमा 31 रन हानेका थिए। त्यसैगरी कुशल भुर्तेलले 11 बलमा 12 रन बनाएका थिए। त्यसैगरी लोकेश बामले चाहिँ 8 बलमा चाहिँ जम्मा 5 रन बनाएका थिए। त्यसैगरी दिपेन्द्र सिंह एरीले 9 बलमा चाहिँ 6 रन बनाएका थिए नट आउट। र आजको म्याचको बलिङ तर्फको कुरा गर्दा सन्दीप लामिछानेले एकदमै उत्कृष्ट प्रदर्शन गरेका थिए र उनले 4 ओभरमा जम्मा 14 रन खर्चिँदै 2 विकेट समेत लिएका थिए। त्यस्तै कुशल भुर्तेल ब्याटिङ तर्फ नचले पनि उनले आज बलिङ तर्फ पनि उत्कृष्ट प्रदर्शन गरेका छन्। 3 ओभर फाल्दै उनले चाहिँ 2 विकेट समेत लिएका थिए भने 26 रन चाहिँ दिएका थिए। त्यसैगरी सोमपाल कामीले 3 ओभरमा 30 रन दिएका थिए र 1 विकेट लिन सफल भएका थिए भने नन्दन यादवले 4 बल फाल्दै 42 रन खर्चेका थिए भने 1 विकेट लिन सफल भएका थिए। आजको म्याचको कुरा गर्दा स्पिन बलिङले राम्रो काम गरेको थियो भने पेसरहरूलाई चाहिँ आज एकदमै गाह्रो भएको थियो, जसका कारणले नन्दन यादवले 4 ओभर फाल्दा 42 रन चाहिँ उनले खान पुगेका थिए भने 1 विकेट चाहिँ लिन सफल भएका थिए। र यो आजको म्याच हेर्दाखेरि अब ओपनिङमा कुशल भुर्तेलको रन आएन, तर पनि मिडल अर्डरमा चाहिँ राम्रो प्रदर्शन रह्यो आज। त्यसैगरी बलिङतर्फ भने अब स्पिन बलिङले ठिकै गरिरहेछ, तर पेसरहरूले फास्ट बलरहरूले चाहिँ अझै राम्रो गर्न सकिरहेको छैनन्। यो कुरालाई चाहिँ अझै इम्प्रुभ गर्नुपर्छ। अब फेब्रुअरी 8 मा चाहिँ हाम्रो फर्स्ट म्याच इङ्ल्यान्डसँग छ र यो दुईवटा वार्म अप म्याचमा राम्रो मार्जिनको विनसँगै नेपालले कन्फिडेन्ट पनि अब गेन गरेको छ भन्नुपर्छ। वर्ल्ड कपको हाम्रो पहिलो म्याच नै एकदमै टप कम्पिटिसनको भएकाले आज यो दुईवटा वार्म अप म्याच हामीलाई जित्नु एकदमै आवश्यक थियो, किनभने हामीलाई कन्फिडेन्ट पनि चाहिएको थियो। र यो दुईवटा म्याच हामीले सोचे जस्तो गरी एकदमै शानदार रूपमा जितेका छौँ। पहिलो म्याच 7 विकेट, दोस्रो म्याच 6 विकेटले भनेपछि अब हामीले बलिङको त फास्ट बलिङमा चाहिँ अझै केही सुधारहरू गर्नुपर्ने देखिन्छ र सम्पूर्ण कुराहरू टाइमिङ अब फिल्डिङ सबै राम्रो भयो भने अवश्य नै हाम्रो पहिलो म्याच एकदमै उत्कृष्ट हुनेछ। आशा गरौँ नेपालले इङ्ल्यान्डलाई हराएर इतिहास रच्नेछ। फेब्रुअरी 8 मा हाम्रो पहिलो म्याच हुँदैछ 3:15 मा। कतिको एक्साइटेड हुनुहुन्छ वर्ल्ड कपलाई लिएर?